तपाईँ हो त गाडी हिँड्नु त गाडी तपाईँ त यता गाडी नआएको थोरै गाडी म हो क्या यता अरू नभएको गइहाल्छ दाइले पुऱ्याउने हो बस्नु त आहा अलि राम्रो पक्रिनु है फेरि चल बस्नु त दाइ ल बस्नु नि त बालकोट चोक आइन दाइ पर्दैन यतापट्टि यो चोकको त्यति कहाँनिर भन्नुभयो प्युरको छेउमा क्या पिपल बोटको छेउमा राम्रोसँग पक्रिनु ल दाइ भन्नुहुन्छ फेरि यार अलिक झ्याप मार्छ तपाईँ होइन फेरि बाइकबाट खस्नु भने त तनाव हुन्छ नि त मेरो त होइन इज्जत डर लाग्छ नि हो धारा पाटिन्छ होला है त्यो धारा पाट्यो भन्दा नहालिकन बस्नु न हो त्यहाँ टक्क बस्नु न टक्क हातमा हालेको थाहा यसरी त बुढो मान्छे जातिकै बसिरहनु हुन्थ्यो नि यस्तो मातेको मान्छे मेरो दाइ राम्रोसँग पक्रिनु है खस्नुहुन्छ है राम्रोसँग पक्रिनु खस्नुहुन्छ है यहाँ माथि बालकोट चौक यता गाडी हो कताबाट जाउँ मुनि कि माथिबाट त्यो घर यता त्यो के अरे धारा पाट्यो पिपल बोट माथि ए मेरो दाइ यता म यता गरेर गएको भइहाल्छ नत्र मेरो दाइ पक्रिनु है पक्रिनु है सक्नुहुन्छ है पछाडि धारा पाट्यो नि त तपाईँको लोकेसन ल अब झन् यस्तो लड्नुहुन्छ है लड्दैन होइन लड्यो भने त्यति लड्छु हामी लापट्टि कति दिनु गर तपाईँ गर सानो 50 रुपियाँ 50 रुपियाँ लौ 50 रुपियाँ हुन्छ धन्यवाद।